प्राविधिक र रणनीतिक कमजोरीले हार्यो, हारपछि एम्बापेको प्रतिक्रिया। फ्रान्सका कप्तान किलियन एम्बापेले विश्वकप सेमिफाइनलमा स्पेनसँग 2-0 को हारपछि टोलीको प्राविधिक तथा रणनीतिक कमजोरी नै पराजयको मुख्य कारण बनेको बताएका छन्। लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्य बोकेको फ्रान्स सेमिफाइनलमै रोकिएपछि एम्बापेले टोलीले अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको स्वीकार गरे। फ्रेन्च टेलिभिजन M6 सँग कुरा गर्दै उनले भने, हामीले चाहे जस्तो खेल्न सकेनौं। रणनीति, प्राविधिक पक्ष र समग्र प्रदर्शन सबै क्षेत्रमा हामी कमजोर रह्यौं। विश्वकपको सेमिफाइनलमा आफ्नो योजना अनुसार खेल्न नसक्ने टोलीले जित हासिल गर्न सक्दैन। रियल म्याड्रिडका फरवार्ड एम्बापेका अनुसार फ्रान्सको योजना सुरुदेखि नै स्पेनमाथि उच्च दबाव सिर्जना गर्ने थियो, ताकि स्पेनले आफ्नो परिचित संयमित र नियन्त्रणमा आधारित खेल प्रस्तुत गर्न नपाओस्। हाम्रो उद्देश्य उनीहरूलाई माथिल्लो क्षेत्रमा नै दबावमा राख्ने थियो, किनभने खेल नियन्त्रण गर्ने मामिलामा स्पेन हामीभन्दा बलियो टोली हो, तर हामी त्यो रणनीति कार्यान्वयन गर्न असफल भयौं, उनले भने। एम्बापेले फाइनल पुगेर देशलाई थप एउटा ऐतिहासिक उपलब्धि दिलाउने सपना अधुरै रह्यो बताए। यद्यपि हारबाट पाठ सिकेर पुनः मजबुत रूपमा फर्किने प्रतिबद्धता पनि व्यक्त गरे। हामी फाइनल पुगेर देशलाई फेरि सपना देखाउने र इतिहास रच्ने चाहनामा थियौं। अहिले यो हारलाई शिर उच्च राखेर स्वीकार गर्नुपर्छ। जित्दा जस्तै हार्दा पनि आत्मसम्मान कायम राख्नुपर्छ, उनले भने। उनले थपे, अहिले हामी सबै अत्यन्तै निराश छौं। टोली र म स्वयं कति दुखी छौं भन्ने कुरा शब्दमा व्यक्त गर्न गाह्रो छ, तर अब हामीले आफूलाई सम्हाल्नु पर्छ, केही समय विश्राम गर्नुपर्छ र नयाँ सुरुवातका लागि तयार हुनुपर्छ। फुटबल कसैको प्रतीक्षा गर्दैन। यो असफलतालाई पछाडि छाड्दै त्यसबाट सिकेर अघि बढ्नुको विकल्प छैन।